हेर्नुहोस् होला है साथीहरू, जैमुरे पारी गाउँ रहेछ। अनि हामी त्यो खोलाबाट माथि निस्किएको साथीहरू। अहिले त्यो चाहिँ यता रहेको छ अघि जस्तै बर्मला गाउँ, यो पारीको नयाँ पुल। यता चाहिँ पोखरा गाउँ है साथी, पोखरा गाउँ, पोखरा बजार आइसकेको हो। हामी यो घारेमी डाँडा निस्केछौँ। त्यो डिग्गी डाँडा यताबाट राम्रो देखिने रहेछ। पोखरा बजार हेर्नु सक्नुहुन्छ साथीहरू, सक्नुहुन्छ, हेर्नुहोस् होला। यहाँबाट यत्रोको पोखरा बजार देखिन्छ साथीहरू। हेर्नु होला। यो घारेमी डाँडाबाट त यस्तो देख्ने रहेछ साथीहरू। अति राम्रो साल नानी भने जस्तो है साथीहरू। यतापट्टि यस्तो रहेको छ, पारिपट्टि डिग्गी डाँडा गाउँ यस्तै देखेछ। यता पनि घर रहेछ। यता हो तल पोखरा बजार देखेको साथीहरू। पोखरा बजार यही हो साथीहरू। लागेन पारी होली दिन्छ नि यहाँ नाजु मुले बा। हामी यहाँबाट यता जाँदैछौँ है साथीहरू। हाम्रो घर यो रहेको छ। घारेमी डाँडा निस्केर यता हिँडेछौँ यस्तै हो साथीहरू। यतापट्टि पल्टिएको म यहाँ छु है साथीहरू। चिरिरी बतासै चल्यो सरर। यहाँ सोतो रहेको छ, त्यही भएर कसम भएको है साथीहरू। म यतै छु है। आज चाहिँ पोखरा बजार देख्यो है साथीहरू। म यतै छु, यतै छु कि। सिक्रे तान्ने हो, सिक्रे तान्ने हो। तान्नुला थाहा गरेको साथीहरू। सिक्रेट खान्न मैले। यता रहेको छ, यतै बाटो जाने हो साथीहरू। हामी त जयमेरे खोलादेखि माथि घारेमी डाँडा आयो। घारेमी डाँडादेखि त्यो पारी पोखरा बजार जाने है साथीहरू। हामी पोखरा बजार झर्दैछौँ। हाम्रो कोठा पोखरामै छ। हामी त गाउँतिर यस्तै गाउँ आएको छ। चोत्तर रहेको छ। गाउँबाट भाइटा कति चोत्तर हुन्थ्यो पोखरादेखि देखेछ पारी यस्तै छ। हामी यो बाटो जान्छौँ, सँगै जाने हो।